जस्तै होस् अब दमकै पेसेन्टलाई पनि कोभिड भएको छ होइन, उहाँहरूलाई पनि जस्तै हामी न्युजमा सुन्छौँ नि त्यो अनुसार चाहिँ गाह्रो भएको छैन, उहाँहरूको पनि रिकभरी भइरहेको हुन्छ। 9वटा सानो पुतला हो होइन, हाम्रो स्याबिकको 9वटा सानो पुतला पऱ्यो, त्यहाँ त धेरै पर्दैन। हाम्रो मुख्य अलि टाइम लाग्ने भनेको 1 नम्बर वडा अनि 3 वडामा चाहिँ अलि टाइम लाग्छ। त्यही गरिमा हामी नै रिस्कमा छौँ, किनभने तिनीहरूलाई अब हामीले जति सम्झाउँदा पनि बिना मास्कमा बस्छन् होइन। हामीले जति भनेर पनि हामी आफू नर्भस भएर हजुर भनेको लक्षणहरू भएको नाम टिपिरहेछौँ, अनि जसले चाहिँ लक्षणहरू देखेको छ उसलाई चाहिँ हामी अब वडाबाट सञ्चालन हुने 26 र 27 गते एन्टिजेन परीक्षण भइरहेको, त्यसमा चाहिँ आउनु होला, सम्पर्क गर्नु होला। यस्तो लक्षण भएपछि भनेछौँ, भएकोलाई चाहिँ हामीले चाहिँ टाउको पनि दुखेको छ भने यसरी कोरोनाको सिम्टम यी 4-5 प्रकारको सिम्टम अनुसार कुनै पनि कुरा देखियो भने हामीले उहाँहरूलाई पहिलो चरणमा यो एन्टिजेन परीक्षण गराउँछौँ। एन्टिजेन परीक्षणको लागि 26 गते हामी तयारी गरिसकेको छौँ। यदि यो एन्टिजेन परीक्षणबाट पनि उहाँहरूको पोजिटिभ देखेको व्यक्तिहरूलाई फेरि हामी PCR गराउँछौँ। नमस्कार, म रविन्द्र महर्जन, ललितपुर महानगरपालिका वडा नम्बर 21 वडा अध्यक्ष। अहिले वडा कार्यालयबाट यो कोरोनाको दोस्रो लहर चलिराखेको, सङ्क्रमण धेरै देखा परिराखेको अवस्थामा वडाको तर्फबाट यो वडा क्षेत्रमा भएको सम्पूर्ण जनताहरूमा स्वास्थ्यको अवस्था के छ र कोरोनाको सङ्क्रमण कतिको देखा परिराखेको अवस्था छ र जनसमुदायहरूलाई कस्तो खालको असर परिराखेको छ भनेर हामीले वडाको तर्फबाट घर घर स्वास्थ्य सर्वेक्षण कार्यक्रम सञ्चालन गरेका छौँ। यो कार्यक्रम हिजोबाट सुरु भएको छ र आज यो दोस्रो दिन हो। दोस्रो दिनसम्म आउँदाखेरि हामीले साबिक वडा, पहिला गाविस हुँदाखेरिको साबिक वडा 1 वडा 2 र 3 वडा हामीले सम्पन्न गरिसकेका छौँ। त्यसमा करिब 5-6 वडा टोलको सर्वे काम सकेको छ। यो सर्वेमा हामीले मुख्य गर्न खोजेको उद्देश्य भनेको अहिले हाम्रो कामहरू पनि वडामा भइराखेको छ र जनताहरूलाई कोरोना सङ्क्रमण कतिको छ र उहाँहरूमा लक्षण देखा परेको छ कि छैन र त्यो लक्षण देखा परेको अवस्थामा हामीले के गर्न सकिन्छ, उहाँहरूलाई सङ्क्रमणबाट बचाउनको लागि हामीले थप के गर्न पर्ला भनेर सबै तयारी सहित हामीले यो कार्यक्रम सुरु गरेका हौँ। यसमा हामीले कार्यक्रममा जाँदाखेरि अहिले स्वास्थ्य कर्मीहरूको सहभागिता, खोकना हेल्थ पोस्टको स्वास्थ्य कर्मीहरू, जनप्रतिनिधिहरू, कर्मचारीहरू सहित हामीले एउटा समूहमा 3 देखि 4 जनाको मात्र एउटा टोली बनाएर करिब 3 देखि 4 वटा टोली हामीले बनाइराखेका छौँ। त्यो 3 देखि 4 वटा टोलीबाट घर घरमा गएर हामी सर्वे गर्छौँ कि त्यो परिवारमा परिवार सङ्ख्या, उहाँहरूको स्वास्थ्यको अवस्था, हालको रुगा खोकी, घाँटी दुख्ने, ज्वरो आउने, खान नरुच्ने, स्वाद गन्ध थाहा नपाउने, एकदम जिउ दुख्ने, यी सबै हामी यो तालिका बनाएर सर्वेक्षण फर्म जस्तै बनाएको छौँ। हामीले सोध्ने प्रश्नको उहाँहरूले जवाफ दिनुहुन्छ र उहाँहरूले कसैले मलाई अहिले रुगा लागेको छ, टाउको पनि दुखेको छ भने यसरी कोरोनाको सिम्टम यी 4-5 प्रकारको सिम्टम अनुसार कुनै पनि कुरा देखियो भने हामीले उहाँहरूलाई पहिलो चरणमा यो एन्टिजेन परीक्षण गराउँछौँ। एन्टिजेन परीक्षणको लागि 26 गते हामी तयारी गरिसकेको छौँ।
यदि यो एन्टिजेन परीक्षणबाट पनि उहाँहरूको पोजिटिभ देखेको व्यक्तिहरूलाई फेरि हामी पिसिआर गराउँछौँ। पिसिआर भइसकेपछि उहाँहरूलाई सुरक्षित रूपमा आफ्नो परिवारमा बस्नुको लागि होम आइसोलेसन बस्नुको लागि र परिवारबाट अन्य व्यक्तिमा नसरोस् भन्ने परिवार पनि नसरोस् भनेर छुट्टै बस्नुको लागि हामी अनुरोध गर्छौँ। र होम आइसोलेसनमा उहाँहरूलाई असुविधा भयो, बस्न सक्ने परिस्थिति भएन भने आइसोलेसनमा लिएर जाने काम चाहिँ हामी वडाबाट गर्ने गरी यो कार्यक्रमहरू हामीले सञ्चालन गरिराखेका छौँ। यसबाट वडाभित्र रहेको सबै सङ्क्रमणमा देखा परेको हो होइन र यो सङ्क्रमण अहिले कोरोनाको लहर यहाँ पनि व्यापक रूपमा फैलिएको हो होइन भनेर कुराहरू हामीले बुझ्न पनि सकिन्छ। त्यसपछि डाक्टरी सल्लाह अनुसार उहाँहरूले कस्तो तरिकाको हामीले औषधि सहयोगहरू उपलब्ध गराउनु पर्ने हुन्छ, स्वास्थ्य उपचारको व्यवस्था गराउनु पर्ने हुन्छ। त्यसको लागि हामी तयारी अवस्थामा रहेर यो कामहरू हामीले सञ्चालन गरिराखेका छौँ। सम्भवतः अहिले यो जनताहरूले पनि राम्रै सोचेको छ। यो सबै जनताहरूको स्वास्थ्य अवस्थाको बारे जानकारी लिने हामीले एउटा अवसर पनि हामीलाई मिल्यो कोरोनाको कारण। यसले गर्दा पनि हामी पनि खुसी छौँ र जनता पनि खुसी भएको मैले महसुस गरेको छु। अहिले गइराखेको अवस्थामा पनि हामीले उहाँहरूलाई रुगाखोकीको औषधि दिन्छौँ र यो केही ज्वरोहरू छ भने उहाँहरूलाई अहिले तत्काल यो के अरे प्यारासिटामल, त्यसपछि जीवन जलहरू, झाडा पखाला त्यस्तो हुनसक्छ भनेर यी 3 थरीको औषधि पनि हामीले लिएर गइरहेका छौँ। यो सबै तथ्याङ्क आइसकेपछि ग्रुप बनाएर हामीले परीक्षणको कामहरू पनि सुरु गर्नेछौँ। धन्यवाद। नमस्ते हजुर। हजुरहरूलाई स्वागत छ। नमस्कार। अनि यो स्वास्थ्य सर्वे भनेर हामी हिँडिरहेका छौँ, यो वडाबाट सञ्चालित गरेर कस्तो भइरहेछ हामी? नमस्ते, मेरो नाम ललिता भट्ट। म खोकना स्वास्थ्य चौकीमा हेल्थ एसिस्टेन्ट पदमा कार्यरत छु। आज चाहिँ हामी यो कोरोना महामारीको बेला चाहिँ यो कसैलाई कोरोनाको लक्षणहरू छ कि भनेर यस्तो हामी घर दैलोमा गएर यो कोरोनाको लक्षणहरू भएको नाम टिपिरहेछौँ। अनि जसले चाहिँ लक्षणहरू देखेको छ उसलाई चाहिँ हामी अब वडाबाट सञ्चालन हुने 26 र 27 गते एन्टिजेन परीक्षण भइरहेको, त्यसमा चाहिँ आउनु होला, सम्पर्क गर्नु होला। यस्तो लक्षण भएपछि भनेछौँ, भएकोलाई चाहिँ हामीले चाहिँ तपाईँहरूलाई फोन गरेर हामी बोलाउँछौँ भनेर त्यसरी उहाँहरूलाई त्यसरी जानकारी दिएर आएको छौँ। हजुर, पिसिआर एन्टिजेन नेगेटिभ आयो भने पिसिआर चाहिँ गर्नु पर्दैन अहिले त्यस्तै भने। संसार मिडियालाई नमस्कार है। अनि मेरो नाम मितु सर होइन, म सिनियर अनमी यो खोकना हेल्थ पोस्टमा हो। अब यो कोभिड महामारीको बेला अहिले यत्रो देश राष्ट्र, आफ्नो देश विदेश संसारमा मान्छेहरू तहनास भएर रोइराखेको अवस्था छ। अनि यो हामी स्वास्थ्यकर्मी भएर पनि हामीले केही गरौँ न हाम्रो स्थानीय तहबाट भनेर चाहिँ हामी चाहिँ भनौँ न घामको टन्टलापुर हजुरले देखिहाल्नुभयो। घामको टन्टलापुरमा पनि हामी घरमा गएर हामी तिनीहरूको टोटल डाटा लिएर अनि तपाईँको घरमा कतिजना हुनुहुन्छ, यदि कसैलाई रुगाखोकी छ कि छैन, अनि छ भने तिनीहरूको नाम टिप्नेर अनि तिनीहरूलाई हामी उसमा अब यहाँ चेक हुनेछ वडामा अब लगत्तै भनौँ न। अनि पहिला डाटा लिएर सक्ने, त्यसपछि चेकको लागि अनि हामी स्वास्थ्यकर्मीलाई खटाउनु भयो। हामीलाई धेरै धेरै खुसी लाग्यो किनकि यति गर्दा पनि हामीले तिनीहरूलाई केही हुन्छ भने हामी जाँदा घाममा डढ्दैमा के भयो कसै बाँच्छ भन्ने चाहिँ हाम्रो कामै नै नर्सिङ हो है। हामीले आफ्नो कर्तव्यलाई सम्झेर चाहिँ काम गर्नुपर्छ। पक्कै पनि हजुरहरूको यो प्रयास सफल होस्। यही हजुरहरूको एउटा सानो प्रयासले यहाँ खोकनाका वासीहरू सुरक्षित पनि हुनसक्छ होइन। अनि मैले देखेअनुसार हजुरलाई भन्न चाहन्छु भने घरमा यहाँ खोकना वासीहरूको लागि मात्र के अब जति पनि हामीले देखिरहेछौँ घरमा सबैहरू लिँदाखेरि भाडामा बस्नेहरू पनि कति छ नि होइन, प्राय छ नि। अनि उहाँहरूको कस्तो डाटाहरू कलेक्सन गर्ने क्रम के भइरहेको छ भन्नु? नमस्ते, मेरो नाम पूर्ण सबताङ हो। यो चाहिँ अब हाम्रो लोकल वासी मात्रै होइन कि भाडामा बस्नेहरूलाई पनि हामीले चाहिँ डाटा कलेक्सन गरिरहेछौँ। हाम्रो लोकलको मात्रै लिएर पनि अब भाडामा बस्नेहरूको पनि कसैको त्यस्तो देखा पऱ्यो भन्दा अब त्यो उनीहरूको नगरेसम्म त होइन हामी अब गरेको परीक्षण गरेकोलाई पनि त राम्रो हुँदैन। त्यही भएर हामी अन्य त्यो बस्नेहरूलाई पनि गरेको छौँ।
घर जति पनि भित्र घर भाडामा बस्नुहुन्छ त्यो सबैको लिनुभएको छ हजुरहरूलाई अहिलेसम्मको कन्डिसन कस्तो छ अहिलेसम्मको खासै नराम्रो चाहिँ डाटा निस्केको छैन होइन आजसम्मको हामीले लिएको कोरोना भएर पनि निको भइसकेको चाहिँ पाएछु होइन अनि अरू चाहिँ अब सामान्य रुगाखोकी त्यस्तो पाइरहेको अनि हजुरहरूलाई यसरी हिँड्दाखेरि यस्तो भयो हुन्थ्यो अझै यो सुविधा भयो हुन्थ्यो जस्तो लाग्छ कि अरू कुनै त्यस्तो कुरा छ भएन भनिदिनु अब हामी यसो काम गर्दै जाँदाखेरि अनुभव हुने कुरा हो होइन अब यो गऱ्यो एकदमै राम्रो छ होइन अझ पनि अब हामीलाई चाहिँ अब ठिक छ गर्दै जाउँ गरेपछि थाहा हुन्छ हजुर आज दोस्रो दिन हो हाम्रो चाहिँ ए अझ कति दिन जति लाग्ला जस्तो छ हजुरहरूलाई अब सबै वडामा गर्ने हो अब यो अहिले यो साबिकको वडा चाहिँ 21 भयो अनि पुरानो वडा चाहिँ अब गाविस हुँदाखेरिको वडा चाहिँ अब 1 2 3 पुरा भएको छैन 1 र 2 मा भन्छ पुरा अब 3 आधा भएको छ अब 9 वडासम्मै गर्ने वडा 9 वडा त धेरै ठुलो जस्तो छ है यहाँ छैन एक दिनमा सकिन्छ सानो पोखरा 9 वडा सानो पोखरा हो होइन हाम्रो स्याबिकको 9 वडा सानो पोखरा पर्यो त्यहाँ त धेरै पर्दैन हाम्रो मुख्य अलि टाइम लाग्ने भनेको 1 नम्बर वडा अनि 3 वडामा चाहिँ अलि टाइम लाग्छ यसरी सर्वेमा हिँड्दाखेरि त्यस्तो रिस्कहरू केही छ कि हजुर रिस्क त अब स्वास्थ्य कर्मी हामी नै रिस्कमा छौँ किनभने तिनीहरूलाई अब हामीले जति सम्झाउँदा पनि बिना मास्कमा बस्छन् होइन हामीले जति भनेर पनि हामी आफू नर्भस भएर हजुर भनेर रिक्वेस्ट गरेर हजुरहरूले यसरी आज धेरैलाई मास्क नलाएको फेला पऱ्यो कि त्यो टोलमा जाँदाखेरि होइन अनि जतिलाई भेट्यो त्यतिलाई हामीले भन्दै आएको छौँ तपाईँहरू मास्क लगाउनु फेरि चाहिँ यस्तो नगरिदिनु किनकि तपाईँहरूलाई थाहा छ कि छैन मिडियाहरू हेर्नुहुन्छ कि हेर्नुहुन्न अहिले देशको हालत कस्तो छ अनि हाम्रै देशमा र विश्वभरि नै यो तहल्का मचेको छ है त्यसले चाहिँ हामीले डराउनु पर्ने अवस्था छ अनि हजुरहरू पनि बस्नुहोस् अब हामी पनि रिस्कमा छु हामीले पनि बस्नुपर्छ भनेर हामीले चाहिँ उहाँहरूलाई सम्झाएर नै आएको हजुरहरूलाई धेरै मैले पनि भर्खरै मात्र मास्क निकालेको धेरै सास लिन गाह्रो भयो इन्टरभ्यूहरू लिनेले नै यस्तो लाग्छ सरी मैले भर्खरै निकालेको हो यहाँ आइसकेपछि मात्र मलाई धेरै त्यो सास फेर्न गाह्रो भएर मात्र है हजुरहरूले पक्कै लाउनुहुन्छ भन्ने धेरै विश्वास लिएको छु आफू पनि सुरक्षित अरूलाई पनि सुरक्षित गर्नु यति भन्ने हजुरहरूलाई धेरै धेरै धन्यवाद अनलाइन टिभीलाई पनि हाम्रो तर्फबाट स्वास्थ्यको अल टिमबाट र हाम्रो स्वास्थ्य चौकीको सबै टिमबाट नमस्कार हामीसँग हुनुहुन्छ वडा सदस्य उहाँको परिचयबाट सुरु गर्नु म चाहिँ हेलेन शोभा महर्जन ललितपुर महानगरपालिका वडा नम्बर 21 खोकनाबाट अहिलेको सन्दर्भमा कुरा गर्ने हो भने यस सर्वे प्रोग्राममा हजुर चाहिँ धेरै एक्टिभ भएर हेरिराख्नु भएको छ खासमा यो सबै घरै पछि गर्नुभएको हो कि होइन कस्तो यो वडावासीहरू मात्र हामीले देखेका छैन यहाँ त धेरै भाडामा बस्नेहरू पनि अहिले देखिरहेको छौँ कस्तो घर भाडामा पनि बस्नेहरूको लागि लिनुभएको हो कि हामीले चाहिँ यो घर भाडामा बस्ने अनि खोकनाको सम्पूर्ण खोकनाको जनताहरू सबैलाई गरेका छौँ किन भन्दा हाम्रो टार्गेट चाहिँ त्यही छ किन भन्दाखेरि अब खोकनाको जनताहरूबाट मात्रै फैलिने भन्ने हुँदैन घर भाडामा बस्नेहरू पनि उहाँको कामको सिलसिलामा कतै गइरहनु पर्ने हुन्छ होइन त्यही भएको कारणले गर्दा चाहिँ यो हेल्थ सर्वे चाहिँ हामी ओभरअल खोकनाभरि नै गर्छौँ सबैलाई फिल्डमा हिँड्दाखेरि कतिको गाह्रो साह्रो भइरहेको छ त्यति साह्रो त गाह्रो छैन त्यो अब कामको कारणले गर्दाखेरि मात्रै अलिकति हो प्रायः जस्तो हामीले अब घरधुरी सर्वेक्षण जाँदाखेरि क्वेसनर गर्दाखेरि चाहिँ प्रायः जस्तो सबैले चाहिँ एन्सर दिनुभएको छ होइन कसैले हामी दिँदैनौँ चाहिँ भन्नुभएको छैन गाह्रो भइरहेको छ अरू भनेको यो काम र अनि अलि अब हिँड्दै अलिकति प्यास लाग्ने यताउति मात्रै हो अरू त सबै ठिक छ त्यसमा हजुर खुसी नै हुनुहुन्छ म खुसी नै छु म एउटा अब पहिलादेखि पनि हेल्थप्रति अलिकति धेरै नै चासो राख्छु भनौँ होइन
अनि यहाँ वडा नम्बर 21 को वडा स्वास्थ्य कार्यान्वयन समितिको संयोजक पनि भएको नाताले योभन्दा अगाडिको हाम्रो कोभिडको समयमा पनि कोभिडको फर्स्ट सङ्क्रमणको समयमा पनि मैले धेरै नै लागि परेको थिएँ। त्यतिखेर पनि मैले धेरै कोभिड सङ्क्रमण नहोस्, बढी समुदायमा स्तरमा धेरै नफैलोस् भनेर चाहिँ जनचेतनाको कार्यक्रमहरू धेरै गरेका थिएँ। यो टाइम पनि अब समितिको संयोजकको हिसाबले र अनि वडा सदस्य त्यसमाथि पनि हेल्थप्रति अलि बढी चासो राख्ने भएको कारणले गर्दाखेरि चाहिँ यो महामारीको समयमा चाहिँ कसैलाई केही सिम्टम्सहरू देखिहाल्यो भने चाहिँ उहाँहरूलाई चाहिँ त्यही सिम्टम्सबाट नै न्यूनीकरण गर्न सकिन्छ भन्ने हिसाबले चाहिँ यो हाम्रो कतुरी सर्वेक्षण गरेको हो स्वास्थ्य सम्बन्धी। यसमा चाहिँ अहिलेसम्मको उपलब्धि राम्रै भएको छ। खोकनाको कन्डिसन राम्रो छ नराम्रो? कोभिड सङ्क्रमणहरू कतिको छ? खोकनाको सवालमा कोभिड सङ्क्रमणहरू अहिलेसम्मको हाम्रो यो डाटा अनुसार त्यही 30सम्म पुगेको छ होइन। 30 त्यो अगाडिको त प्लस गर्दाखेरि चाहिँ त्यस्तै 40-50 पुग्यो होला। तर कसैलाई पनि अहिलेसम्म गाह्रो भएको छैन। नर्मली सानोतिनो लक्षणहरू देखा पनि अनि त्यसैबाट चाहिँ उहाँहरू आइसोलेट भएर बस्नुहुन्छ। आइसोलेट भएर बस्दाखेरि चाहिँ इभन फ्यामिलीमा पनि अरूलाई सङ्क्रमण हुन नपाएको होइन। एकजनालाई सङ्क्रमित हुँदाखेरि उहाँ आइसोलेट हुने, उहाँसहित घरको परिवार पनि आइसोलेट भएर बस्दाखेरि चाहिँ सङ्क्रमण त्यति धेरै फैलेको छैन। सङ्क्रमण भएकोलाई पनि त्यति धेरै असर चाहिँ पारेको छैन। त्यस्तो गाह्रो साह्रो छैन। एकजनालाई चाहिँ भएको छ, उहाँ अहिले हस्पिटलमा हुनुहुन्छ। उहाँलाई चाहिँ राम्रो ट्रिटमेन्ट भइरहेको छ। त्यसो भए हाम्रो खोकनामा चाहिँ नि वडा नम्बर 21 मा चाहिँ त्यति रिस्क भन्ने बिरामीहरू कोही छैन। अहिलेसम्म रिस्क चाहिँ छैन। अहिलेसम्म रिस्कमा चाहिँ हामीले देखेको छैन होइन। त्यो अब दमकै पेसेन्टलाई पनि कोभिड भएको छ होइन। उहाँहरूलाई पनि जस्तै हामी न्युजमा सुन्छौँ नि त्यो अनुसार चाहिँ गाह्रो भएको छैन। उहाँहरूको पनि रिकभरी भइरहेको हुन्छ। अहिले यो फिल्डमा जाँदाखेरि यो भयो भने अझ सजिलो हुन्छ भन्ने केही हो त्यस्तो कुरा छ हजुरलाई? उहाँहरूले चाहिँ भन्नुभएको छैन। तर हामीले हेल्थको सर्वे गर्दैछौँ। अब यो कोरोनाको दोस्रो लहर छ होइन। हामीलाई कतैबाट सङ्क्रमण भयो भने चाहिँ हामीले त्यसको लागि एन्टिजेन परीक्षणको लागि हामीले यो गर्न आएको हो। अनि तपाईँहरूको स्वास्थ्य अवस्था कस्तो छ भनेर पनि बुझ्न आएको भन्दाखेरि चाहिँ उहाँहरू प्रायः जस्तो ठिकै छ, हाम्रो पनि नाम लेखाउनु, हाम्रो पनि फ्यामिलीको विषयमा सोध्नु भनेर सबैजना चाहिँ पोजिटिभ नै हुनुभएको छ। अनि कोहीले चाहिँ के भन्नुभएको छ भने खोकनाको सबैलाई चाहिँ एकचोटि PCR एकचोटि गराउनु भन्ने कुरा पनि भएको थियो। तर उहाँहरूलाई चाहिँ हामीले के भन्यो भने कुनै पनि सिम्टम्स नभइकन PCR चाहिँ कसैले पनि गर्दैन। अहिले स्वास्थ्य उसले पनि नगर्नु नै भनेको छ। सेफ भएर बस्नुहोस् होइन। बाहिर जाँदाखेरि मास्क लगाउनुहोस्, सोसियल डिस्टेन्स कायम गर्नुहोस्, सेनिटाइजरले हात धुने सफा गर्ने अनि साबुन पानीले हात धुने काम चाहिँ गरिराख्नुहोस् चाहिँ भनेर आएको छु। हजुरलाई धेरै धेरै धन्यवाद। हजुरले यस्तै समाजसेवा अझ योभन्दा गर्न सकुन्। हजुरको सफलताको लागि शुभकामना। हस्, धेरै धेरै धन्यवाद। तपाईँले पनि अब हामीले यहाँ गरिराखेको कुराहरूलाई होइन राख्न पाउने मौका दिनुभयो, त्यसको लागि तपाईँको यो मिडियालाई धेरै धेरै धन्यवाद दिन चाहन्छु।